क्रमशः यो कार्यक्रम सुन्दै हुन्छ तर दर्शक विद्यार्थीलाई हामी यो भन्छौँ कि आज अभिभावकजी यदि आउनु भएको भए हामी अहिले पनि भन्छौँ र विद्यार्थीले पनि भनिरहेको छ यदि तिमीहरूलाई अब राम्रो सुधार गरेनौ भने हामी टेस्टमा पास गर्दैनौँ र एसएलसीमा सामेल गर्दैनौँ। हामी जतिजना सामेल गर्छौँ त्यो पास हुने क्षमता भएको विद्यार्थीले मात्र चाहे त्यो विद्यार्थी सङ्ख्या 15 किन नहोस् चाहे त्यो 20 किन नहोस् चाहे त्यो 25 किन नहोस् र त्यही मात्र हामी गर्छौँ। त्यो भन्दा र हाजिर त मैले पहिले भनिदिएको थिएँ कि हाजिर पुगेन भने यहाँ आज आउने भोलि नआउने पर्सि नआउने त्यस्तो विद्यार्थी त सेम टाइम 75% हाजिर भएन भने त्यो विद्यार्थी एसएलसीमा एपिएल हुन पाउँदैन। दुईटै कन्डिसन छ र दुईटै कन्डिसन तिमीहरूले पार गर्नुपर्छ। ल अब हाम्रो सरले कसैले केही भन्नु छ भने दुई शब्द आएर कुनै सरले आएर भन्नु छ भने भनिदिनुहोस् र कार्यक्रम समाप्त। भन्नको लागि त्यही छ कि तिमीहरूकै साथीहरूमध्ये कसैले कति राम्रो गरिरहेको छ अब कोही एकदम जिरोमा छ किन भइगयो टिचर त्यही हाम्रो स्कुल पनि त्यही पनि कसैले राम्रो गरेर कोही एकदम जिरो नम्बर ल्याउने यो के भइगयो कमजोरी कहाँनिर भइरहेछ रेगुलारिटी छैन। टिचरले भनेको कुराले पनि मजाक उडाउनेहरू धेरैजना छ के होला र पास नभए पनि फ्याक्ट्रीमा गएर दाखिल गरिहाल्छ त्यो सोच्न लाग्यो भने कहिले पनि प्रोग्रेस गर्न सक्दैन। मलाई एसएलसी जसरी पनि पास गर्नु छ त्यो मात्र तिमीमा त्यो क्युरियोसिटी आइदियो भने मोटिभेटेड भइदियो भने त सकिहाल्छ। हेर कतिजनाले कति राम्रो गर्यो अनि बाँकीहरू मार्क्स किन कम आइरहेको कति छ एसएलसीको अहिले कोर्सलाई यति इजी बनाइदिएको छ बस तिमीहरूलाई खालि चाहिन्छ कि त्यसको भित्रको सिलेबस अनुसार एक टपिकलाई हेर त्यो टपिक जबसम्म तिमीहरूले हेर्दैनौ तबसम्म तिमीहरूले राम्रो गर्न सक्छौ र प्र्याक्टिस गर नन मेन उद्देश्य के बनाऊ कि मलाई पढ्नु छ एसएससी मलाई राम्रो डिभिजनमा पास गर्नु छ त्यो मात्र मनसाय बनाइदिनु भने पुगिहाल्छ। र अहिलेको तिमीहरूको उद्देश्य भन्छु नि कि सर आज काम थियो त्यही गरेर पढ्न आएन त्यो तिम्रो प्राथमिकता के तिम्रो मेन प्राथमिकता मेन ड्युटी भनेको रेगुलर क्लासमा आउनु रेगुलर कोचिङमा आउनु अनि घरमा पनि गएर